हामी आज संगति सकेर घुम्नलाई हिँडेको 4 जना सोलोमन ऋतु दीपिका अनि म हामी 4 जना घुम्ने नि 3 जना बगाल चाहिँ फेरि के खोज्दै रहेछन् 3 जना चाहिँ फेरि यहाँ सुतिरहेको रहेछन् एकजना चाहिँ यता उहाँ चाहिँ बिचरा कान्छा बाउको छोरा पर्नु भएछ म जस्तै पर्नु भएछ उहाँ चाहिँ 3 जना बगाल एउटै घर हो नि त अनि म चाहिँ कान्छा बाउको छोरी कुकुरहरू पनि त्यस्तै पर्नु भएछ एउटा छुट्टै बस्नु भएको छ बिचरा म जस्तै पनि हुनुहुँदो रहेछ कालो कालो हामी चाहिँ जाँदैछौँ कहाँ जाने दिपिका हामी सेकुवा खान मोमो पिज्जा होइन बर्गर कसरी दियो भने खाने हो रहेछ आफ्नो पैसा चाहिँ हालिनेवाला छैन किनकि छैनन् गोजीमा कसैले दिए दया गरिहालेछन् भने चाहिँ खानुपर्छ यहाँ हुनुहुँदो रहेछ एकजना हाम्रो क्युट क्युट प्यारो प्यारो कुत्ता यहाँ हुनुहुन्छ हाम्रो स्पोन्सर अब उहाँले के खुवाउनुहुन्छ आई डोन्ट नो स्पोन्सर बाई ऋतु ऋतुको मम्मी बाबाले टन्न पैसा कमाउनु भएको छ कि होइन अनि स्पोन्सर बाई ऋतु अनि सोलोमन सोलोमनको कमाइरहेको छ भन्दै सोलोमन बाबाले धेरै धेरै ठुलो पैसा कमाउँदै हुनुहुन्छ नि त त्यही भएर है तर हामीले पनि ब्याट हो ब्याट यो ठाउँमा चाहिँ उहाँले बेसी धेरै खानुभयो अरे म चाहिँ अलिक पछाडि आएँ उहाँ पेटमा हुँदा खानु भएको र उहाँ यत्रो वैसम्म जन्मेर पनि एकदम उहाँ चाहिँ कहिले हिँड्नुहुँदैन है खालि यसरी दौडिने हो उहाँ चाहिँ उहाँ चाहिँ हिँडेको पनि दौडिने ज्यादा हो उहाँको खुट्टामा ब्रेक छैन हाम्रो खुट्टामा चाहिँ ब्रेकै ब्रेक छ उहाँको खुट्टामा चाहिँ छैन अमिलो फल्ने सिजन नि अमिलो हाम्रो यहाँ दुईवटा फटाङ 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 देखान यहाँ 2 जना सबै खाना पाउँछ भनेर हिँडेको होला खाना त चोक्कामा डुब्ने चोक्का खाना गएकी पुरै झोलमा डुबी मऱ्यो भने जस्तो के सोलोमनको कहानी हामी आज नयाँ नयाँ बाटो एक्सपेरिमेन्ट गर्दैछ भन्नु नमिल्ने उहाँ चाहिँ पहिलेदेखि हिँडिराख्नु भएको बाटो मेरो लागि मात्रै नयाँ बाटो छ मेरो लागि चाहिँ नयाँ बाटो यो चाहिँ कीर्तिपुर यो पहाडीको चाहिँ कीर्तिपुर देखिने है ठाउँ अनि हामी चाहिँ यसरी कीर्तिपुरको यताको छेउछेउ हिँड्दैछौँ है प्लास्टर ए सम्याएर है बारी तर बर्खामा त अलिअलि हिलो हुन्छ होला सकेको छैन हामी खुसी छौँ आफ्नो जङ्गल भरेर के गर्नु घुम्ने ठिकै छ त्यो अब असार सान कटेसी लाम्दा नि मकै के छ घर बग्ने त पुर्जोकै छैन उयो हेर्नु त यो के भन्छ होला होइन कि यो बोट एभोकाडो कति मजाले एभोकाडो हो कि एभोकाडो हो के गाडो हो मलाई थाहा छैन होइन एभोकाडो यो मान्छे चाहिँ धेरै हँसाउँछ त लान्छ हो हामी गरिब आदमी हुनुहुन्छ भने ओ यहाँ हेर्नु है फेरि यहाँ भिडियो बोल्छ नि अहिले त्यसो नभन है त्यसो भन्नु हुँदैन है सानो एउटा ऊ हुनुहुन्छ अहिले अशक्त दादा हुनुहुन्छ भन्नुपर्छ क्या अरे यहाँ त के हो यो कुकुरलाई हो क्या अरे
कुकुरले होला नि कहिले ताल परे मान्छे पनि हुन्छ पानी पर्यो भने अवस्था परेपछि हरियाली हरियालीमा जाँदैछ हरियाली बसन्त छायो कुकुर कराउनु भयो हामीलाई देखेर उहाँ बेहोस हुनुभयो हरियाली देखेर छ हाम्रो त कति छन् यत्रो हो त नि फलेखा सबै फुलिसक्यो फल्न लागिसक्यो किवी फल्नु आँट्यो ल ठ्याक्कै पाक्दाखेरि झुन्डिरहेको अगाडि नै होला बाटो अर्काको घरको घरभित्र त्यो त हामी चाहिँ यहाँ बाटो कताबाट हिँडेर हेर्नु यहाँ घरभित्रबाट पस्दैछौँ मार्छन् अहिले हामीलाई सोले औ अलिकति बन्दा थाहा अलि उसको त ब्रेकै लाग्दैन क्या खुट्टामा चाहिँ पुगिसक्यो अघि उहाँ पुगिसक्यो म चाहिँ सबैभन्दा पछाडि छु किनकि भिडियो बनाउने मान्छे के भन्ने सबैभन्दा पछाडि हिँड्नुपर्छ होइन के भन्नु सबैभन्दा अगाडि हिँड्नु सरी ल म गरौँ हामी यो बाटो भेटेन ल बाटो छैन त निस्किने हेर्नुहोस् त घरमा पो पुग्दो रहेछ नि त नि चल न घर हो अर्काको हामी चाहिँ बाटो भुलेर बाटो भुलेर केही बाटोबाट आएर यहाँ झन्डै कुकुरले खायो साथीहरू झन्डै कुकुरले खायो छैन होला हौ त्यहाँबाट मार्छन् नि अर्का घरको बाटो खै कता हो घरभित्रबाट बाटो निस्केर गयौँ साथीहरू हामी त लुबै कता मार्छन् आइपुग्यो मर्सी दिदी घर यता आइँदैन ल माथि कहाँबाट निस्किनु त साथी हामी त अब खै माठौँ होला चलो इधर डुबायो ल्याउने स्पोन्सर यता हो साथीहरू अब डुबायो स्पोन्सरले अर्कै झन्डै मारे हामीले झन्डै भोटेभन्दा पनि ठुलो भोटेले मार्थ्यो हामीले आज हाम्रो ठुलो मान्छेले भोटेले सानो भयो घाम लागेको थियो साथीहरू अहिले चाहिँ हामी अब सामान खासमा यहाँ नानीहरूको बुक किन्न आएको थियो बुक किनेर पनि अहिले चाहिँ हामी फर्क्यौँ घरतिर अघि चाहिँ आउँदाखेरि घाम लागिरहेको थियो अहिले चाहिँ पानी परिरहेको छ भित्रीमा यता छ नि भित्रीमा यता छौँ अगाडि आमा छोरा छाता ल्याएको कामै छैन भिजिसक्यो मान्छे हामी घरतिर लागेको ल साथीहरू बाई बाई